हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म यहाँ हाम्रो फल्दै गरेको फलेर पनि सकिन लागिसक्यो है। आरू पहिला हामीलाई बहुत खान मन पर्थ्यो बच्चामा हुँदा के मान्छेको कति चोरी खान्थे हैन। आजभोलि यस्तो फलिरहेछ यस्तो कुहिएर गइरहेछ, तर पनि वास्तै लाग्दैन के। आफ्नो हुँदा वास्तै नलाग्ने के। हेर्नु न कति धेरै झरेको छ हैन, यति धेरै झरेर कुहिएर गएको छ। तर एउटा कुरा के मलाई के अचम्म लाग्छ भने यो आरू हैन यस्तरी फलेछ, यस्तरी फलिरहेछ, तर के अब जस्तै यो छ नि, यो त पाल परेको रहेछ, बरु ठिक छ। अब यो छ नि, अब यसको पाल पनि छैन, के पनि छैन कि है। यसमा किरा नि लागेको छैन, तर के बाहिरबाट किरा लागेको पनि देख्दैन के। तर भित्र सबै खोलेर हेर्दाखेरि यस्तो फुटायो हैन, अलिअलि पाङ्ला, तर यस्तो किरा हुन्छ कि। हेर्नु न, यस्तो किरा हुने के किन होला के। म के बुझ्नै सक्दिनँ कि यो आरूमा किन यस्तो हुन्छ कि। सबैजनाले मलाई फिडब्याक गरिदिनु होला ल।